दाङको तुलसीपुर महानगरपालिका 13 बखरिया स्थित तुलसीपुर अमेलिया सडक खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 35 जना घाइते भएका छन्। आज बिहान करिब 11 बजे यात्रुवाहक बस र विद्यालयको बस एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 निवासी 37 वर्षीय शान्ता खड्का चौधरी र सोही ठाउँका 65 वर्षीय नारायण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। गोल्टाकोरीबाट तुलसीपुरतर्फ आउँदै गरेको नाचार ख 4009 नम्बरको यात्रावाहक बस र तुलसीपुरबाट बखरियातर्फ गई विद्यार्थीलाई छोडी फर्किएको ज्ञानज्योति बोर्डिङ स्कुलको खाली बस र एक 877 नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको थियो। ठोकिएपछि यात्रावाहक बस सडकबाट करिब 4-5 मिटर तल खसिएको थियो। दुर्घटनाको जानकारी प्राप्त भएपछि तत्काल इलाका प्रहरी कार्यालय दमार गाउँबाट प्रहरी सहायक निर्देशक पाराश्वर डाङ्गीको कमान्डोमा 3 जना र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निर्देशक सूर्यबहादुर राणा मगरको कमान्डोमा 12 जना टोली घटनास्थलमा परिचालन गरिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ। घाइते भएका मध्ये 9 जनालाई जिल्ला बाहिर रेफर गरिएको छ भने बाँकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य राणाले बताउनुभयो।